रहेको थियो सधैँभरि नै डुल्ने घुम्ने आउने आनन्दसँग नै तुलसीको मुष्टमा आएर आनन्दसँग नै पिसाब फेर्ने कर्म गर्ने कुनै पनि नै ब्राह्मणको कर्मै छैन। भगवान परमात्माको नारायण हरिको नाम निशाना केही पनि थाहा छैन। हे भगवान परमात्मा नारायण भगवानलाई साह्रै पीडा पर्यो। विष्णु लक्ष्मी नारायणलाई अति नै पीडा परिसकेपछि चिन्ता परिसकेपछि अब के गर्ने होला कसो गर्ने होला। यो अजमेरको घरमा त म जसरी भए पनि जानु पर्यो। भगवान परमात्मा नारायण हरि सरासरी जानको लागि तयारी भएर सरासरी नै घरमा आइपुग्नु भयो। घरमा आएर यसो हेरेको त मेरो भगवान परमात्मा अजमेरको चाहिँ श्रीमती बसिरहनु भएको बेलामा सटक्क नै आउनु भयो। आज मलाई बास दिनु राधे राधे। बास मागिसकेपछि यहाँ त बास पाइँदैन। मैले बास दिने चलन गरेको छैन। मेरो श्रीमानले मलाई गाली गर्नुहुन्छ कसरी मैले बास दिन्छु हजुरलाई भनिसकेपछि श्रीमानले कतिको माया गर्नुहुन्छ ल भन। असाध्यै माया गर्नुहुन्छ मलाई त। ल त्यसो भए असाध्यै नै माया गर्ने भए मेरो भगवान परमात्मा अब गएर चाहिँ म यी बस्छु आज देवी। मलाई अब भनिदिनु कि गाउँबाट दाजु आएको राधे राधे। अब गाउँबाट चाहिँ मेरो दाई भनेपछि असाध्यै माया गर्नुहुन्छ। मन परेको श्रीमतीको माइती गाउँले अति नै माया गर्छन्। श्रीमती मन परेको छैन भने देखि पनि सक्दैन, फर्केर पनि हेर्दैनन्। श्रीमती मन पर्नु पर्यो। उल्लगर पल्लगर तल्लगर माखलगर त्यो भए जतिको नामै मन परे आउँछ केटा मान्छेलाई फेरि अलिअलि हो र होइन भनेदेखि तेरो आमा चाहिँ यस्तो र उस्तो तेरो बुवा यस्तो र उस्तो भन्न थाल्छन्। राधे राधे भन्नुहोस्। श्री सत्यनारायण भगवानको यसरी मन पराउनुहुन्छ भनिसकेपछि आनन्दसँग नै अब बसिरहनु भएको बेलामा उताबाट अजमेर आइसकेपछि यताउति हेर्नुभयो सटक्क देख्नुभयो उहाँ को हो। उहाँ को हुनु मेरो दाजु हो। माइतबाट आउनु भएको तपाईँले चिन्नु भएको छैन र? ए मैले त चिनेको जस्तो लाग्दैन। मेरो माइती गाउँको दाजु हुनुहुन्छ। मेरो भगवान परमात्मा नमस्कार गर्नुहोस् भनेपछि नमस्कार गरेको गरे गर्नुभयो। श्री सत्यनारायण भगवानको यसरी नमस्कार गरिसकेपछि भगवान परमात्मा नारायण हरि आनन्दसँग नै नमस्कार गरेको गरे। अब त भयो छोडिदिनुहोस्। कति नमस्कार गर्नुभएको अब त भइहाल्यो। मेरो भगवान परमात्मा माया गर्नुभयो दया गर्नुभयो लानुभयो भित्र आनन्दसँग 84 व्यञ्जन बनाउन थाल्नुभयो। मिठा मिठा कुराहरू खुवाउनको लागि तयारी भएर आनन्दसँग नै यति कर्म गरेर भगवान परमात्मा नारायण हरि यसरी बास राख्नुभयो। भगवान परमात्मा यति बास राखिसकेपछि आनन्दसँग नै भोलिपल्ट बिहान भयो। अब म त हिँड्ने बेला भयो। श्री सत्यनारायण भगवानको म त हिँड्ने बेला भयो। यो गर्भको सन्तानको नाम चाहिँ मैले आजबाट नारायण राख्दै जान्छु। श्रीमान नारायण 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 भजमान नारायण 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 जपो नारायण 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 गाओ नारायण 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 हरि हरि नारायण 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 श्री हरि नारायण।